र दार्जिलिङमा आजदेखि सारस मेला लागिरहेको छ है। तपाईँले हेर्न सक्नुहुन्छ विभिन्न जग्गाबाट स्टलहरू लिएर यहाँनिर ह्यान्डिक्राफ्ट, ट्रेडिसनल फुड, ट्रेडिसनल आइटमहरू आफ्नो एकदम मजाले नेपालीको थिम चाहिँ टिबेटियन डिजाइनमा हाम्रो रहेछ। स्टेजहरू सबै यसो याद गर्दा मैले तपाईँले पनि हेर्नुहोस्, यो स्टेजको ब्याकमा पनि हेर्नुहोस् है। अनि यहाँनिर पनि स्टलहरूको डिजाइनहरू हेर्नुहोस् हो। त्यसलाई चाहिँ हाम्रो एकदम भुटिया डिजाइनमा छ है, भुटिया डिजाइनमा रहेछ सारस मेलाको त्यो छ। र आज चाहिँ हाम्रो स्नो लाइन डान्स छ, त्यसैले गर्दा अहिले चौरस्तामा पानीको छिटो हल्का आउँदैछ र के कसो हुनेछ देखाउने छु है तपाईँलाई आजको भ्लगमा। र अब स्टलहरू हेर्नु चाहिँ तपाईँहरूले यो कहाँ कहाँको छ, पूर्व मिदनापुर, दार्जिलिङ, कुचबिहार, हाउडा, वीरभूम, एमएसएमई, मिदनीपुर, यस्तै अब एकदम टाढो टाढोको हाम्रो वेस्ट बेङ्गालको डिस्ट्रिक्टहरूको है, अलिपुरद्वार, यहाँनिर मालदा है, यस्तो स्टलहरू छ। बिहार पनि रहेछ यहाँनिर हो, झारग्राम, पुरुलिया हो, स्टल एकदमै राम्रो सारस मेला लागिरहेको छ। तपाईँहरू पनि आउनु सक्नुहुन्छ, आएर तपाईँहरू सारस मेलाको आनन्द उठाउनु सक्नुहुन्छ। सायद त्यो सेकेन्ड एडिसन हुन्छ, लास्ट इयर पनि भएको थियो है, सेकेन्ड एडिसन होला। अन्त स्टेज पनि एकदमै दामी तपाईँहरू हेर्नु सक्नुहुन्छ हो। सारस मेला इन्जोय गर्न आउनु होला तपाईँहरू पनि चौरस्तामा। गाइजहरू चाहिँ अब 1 बजी भनेर बोलायो हामीलाई, प्रोग्राम चाहिँ 3 बजी रहेछ। के सँग बप छ हेर। अब हाम्रो सिङ्गी निक्लिसक्यो वेलकमको लागि एमएससी। लु वेलकमको लागि हामी रेडी। एमआइसी मिनिस्टर इन्चार्ज आजको यो सारस मेलाको इनागुरेसनको लागि आएको। हाम्रो नानाहरू पनि वेलकमको लागि बस्नु भएको छ। नमस्ते नाना। नमस्ते। मिनिस्टर साहबको आगमन भइसकेको छ। सिङ्गीहरू हाइपर एक्टिभ र एक्साइटेड भइरहेको छ। यहाँ हाम्रो अरू पनि आउनुभएको छ। यहाँलाई पनि हामी आजको समारोहमा विशिष्ट अतिथिको रूपमा आमन्त्रित गरेका छौँ। हामी समक्ष श्री प्रवीण प्रकाश आइपिएस दार्जिलिङका पुलिस अधीक्षक यहाँ पनि हामी समक्ष हुनुहुन्छ आजका समारोहका विशिष्ट अतिथिको रूपमा। र अब भेकेसन पश्चात नै पश्चिम बङ्गालका सम्माननीय मुख्यमन्त्री महोदयको पहलबाट विदेश यहाँहरू सबैलाई नै मनोरञ्जन दिलाइरहेका छन्। यहाँहरूलाई पनि हामी स्वागत जनाउँदछौँ।
हाम्रो सिङ्गी पनि सकिसक्यो टेन्सन गरेर बक्सहरू सब रेडी अब हामी फर्किन आँटेको